हामी चाहिँ घुम्न गएको गाई समुद्रतिर होइन। यो चाहिँ मलेसियाको पेनाङ भन्ने ठाउँमा हो। पेनाङ हामी चाहिँ त्यति यही ठाउँ जानलाई चाहिँ हामी चाहिँ बस्ने यता बतुकवन भन्ने ठाउँमा हो पेनाङको होइन। यहाँबाट चाहिँ वहाँ जानलाई चाहिँ बसमा जानुपर्छ कि पेनाङ सेन्टर जानलाई चाहिँ बसमा जानुपर्छ। अनि पेनाङ सेन्टर गएपछि चाहिँ यो चढ्नलाई चाहिँ भेटिन्छ कि यहाँबाट चाहिँ अनि पारी कोमतौर जानलाई जानुहुन्छ भने अनि यो चढ्नै पर्ने हुन्छ क्या त्यहाँ जानलाई चाहिँ। अनि त्यही भएर हजुरहरू एकचोटि एक्सपिरियन्स गर्नु होला भन्न चाहन्छु। धेरै राम्रो धेरै मजा आउँदो रहेछ यसमा है। म पनि लाइफमा फर्स्ट टाइम चढेको क्या गाइजहरू। कस्तो राम्रो हुँदो रहेछ होइन। जस फिलिङ्स राम्रो। तर यहाँ अचम्मै क्या यो जो दुईवटा जहाजहरू देख्दैछ नि वहाँ पारि यो है एउटा अर्को चाहिँ छ क्या बिग्रेर पनि कसरी पानीमा मात्रै नतर्ने भयो नि पानीमै कुरेर बसेको क्या यिनीहरू त त्यही पनि बिग्रेको है। पानीमै कुरेर राखेको क्या एउटा यो क्या दुईवटा नै अनि त्यसरी राखेको क्या के गाई